चलिए शुरू करते हैं। हेलो गाइज, इट्स मी विजय राणा मगर होइन। फेरि पनि म नयाँ भ्लगको साथमा छु। आज चाहिँ हाम्रो होइन एकदम मौसम पनि होइन देख्न सक्छु यस्तो गर्मी छ क्या लास्ट होइन। गर्मी भएर हामी बबी खोलामा होइन त्यहाँ वाटर केप भन्ने छ अरे, वाटर होइन झरनाको टक्कै गुफा होला त्यहाँ जान्छ होइन के कस्तो रहेछ होइन। हामी पनि टिकटकमा देखेर जानु लाग्यो है। ल नवीन भाइ यता ट्याक्क नवीन भाइ र म जानु लाग्यो होइन। टक्क हामी अब यस्तो गर्मी छ तरबुज खाएर है। ल गाइज ल यहाँ आँप पनि होइन यस्तो भइरहेको छ के गर्ने होइन यतातिर। ल हिँड्न लाग्यो है। ल ट्याक्क लगाएर चस्मा लगाइरहेको केटोले। हो माइको लुक्स कडा छ यार। ल जान लागि रेडी छ नि केटो एकदम। यता हेर्नु ल बोल्न त कस्तो लागिरहेको त। नयाँ ठाउँ जान लाग्यो पछि होइन 4-5 वर्ष महिनापछि घर आइएको छ। अब पौडी खेल्न गइन्छ। ल ल ल ल सी यू है गाइज। ल महिनापछि दुई भाइको भेट भएको छ नि त अब गाइज होइन त्यस्तै गरी गएर हाम्रो कोलपुरको होइन सुदैया तार पनि यहाँबाट जान सकिन्छ है। देख्न सक्नुहुन्छ ल गाइज होइन देख्न सक्नुहुन्छ हामी चाहिँ होइन टक्क चिसा पानीको होइन ब्यारेकमा एन्ट्री गरेर हामी कटिसकेछौँ है। ल है साथीहरू हामी अब देउराली क्रस भएर बाबा धुलो बबैतिर प्रस्थान गरिसकेका छौँ होइन। अन्त बाटोको हालत यस्तो छ यो पनि गाडीले धुलो उडायो। खतम रहेछ 5 वर्ष 7 महिना मात्र रहेछ यार। यहाँको नेता ठुलो यार। बाटो हेरौँ गाइस यार के बाटो भयो यस्तो यार। यहाँ गाडी आउँछ यहाँ छिटो बाटो लास्टै झरेको झर्दो रहेछ बाटो। गाडी आएको चाहिँ लगाइ जब हामी बबई आउनु लागिसक्यो है। बबई आउनु धेरै छैन अब 50 मिटर हो। चलाएर भएन अब चलाएर भयो त्यहाँ चलाएर त हाम्रो मन्दिर हो देउताको थाहा सबैलाई गर्नुपर्छ होइन। यहाँ अब बबई लाग्छ। अब यहाँ ट्राफिक बसेको छ कि छैन। अब ट्राफिक बस्नै सक्छ यहाँ अगाडि। ट्राफिक बसिरहेको छ एकछिन बन्द गरेर ल गाइस।
ट्राफिक भएको कारणले भिडियो गर्न त पाएन होइन। अब ट्राफिकले चेक पनि गरेन किनकि हामीसँग सबै छ, लाइसेन्स बिलकुल भने जस्तो होइन पुरै छ। फेरि लाइसेन्स नभएको बेला चाहिँ चेक गर्छ, ट्याक्कै थाहा पाउँछ होला। लाइसेन्स भएको बेला चेकै गर्दैन यो मान्छेले पुलिस। पकाएर यो खाना खाने सूर्यबाट दैलीबाट आउने गाडीको त्यो होटेल त प्रशस्त मात्रामा भएको कारणले अब यस्तै त हो नि। टुरिस्ट एरिया हो, टुरिस्ट एरिया हो। हामी पुल तपाईँहरूलाई एकछिन पुल देखाउँछ अन्त सर्ट लगाएर एकछिन पुलमा रोकिन्छ है। पौडी खेल्न माथि कता हो पानी राम्रो हो, पानी राम्रै हो, राम्रै त हानिदिने र ओहो खोला चाहिँ ल ठिक ठिकै रहेछ है पौडी खेल्ने टाइपको। कसले कहाँ पुलमाथिबाटै काहीँ छैन। हामी चाहिँ टक्क बबै नदीमा आइयो। कति मान्छेहरू चाहिँ झुकिरहन् कि होइन, त्यो हाम्रो वाटर क्याम्पमा जाने बाटो होइन कुनो भनेर होइन। हामी त्यहीको लोकेसनको लागि पनि आएको। यो चाहिँ सुर्खेत जाने बबै पुल भयो, यो चाहिँ हाम्रो कोलपुर जाने भयो होइन बाटो। ट्याक्को लागि हाम्रो होइन जाने बाटो यो बाटो यही रहेको छ बाटो त। हामी चाहिँ यो बाटोको सिधा सिधा हिँड्नु पर्छ होइन, टोपमा आएर ल होइन। यो चाहिँ हामी यहाँसम्म आउँछौँ होइन, यो पिच गरेको बाटो भइहाल्यो होइन। देख्नु सक्छ आमामा मान्छेहरू यहाँ पौडी खेलेको बबै खोलामा। ओहो हो टन्नै मान्छे छन् है। ल घाम पनि भइरहेको छ होइन, यस्तो डेन्जर छ यार। ल प्रायः झन् यताबाट यस्तो जानुपर्छ यहाँ टक्क लगाएर मासतिर क्या। अन्त बाइक माथि जान्छ, अन्त माथिसम्म हेर खाएर गयो पनि हुन्थ्यो। बाइक चाहिँ बाइक पार्किङ हो, हामी गएर माथि यहाँबाट चाहिँ माथि देखेँ यहाँबाट माथि हुन्छ, यहाँबाट माथि अफरोड यहाँ हामी अफरोड रिक्सा चाहिँ यहाँ हो कि फेरि टक्क यहाँ राखेर हो चट्ट लगाएर माथिलाई कस्तो ठाउँ छ हेरेर टक्कै मान्छे छ जस्तो छ यार। होइन ट्याक्कै यहाँ माथि आइसकेपछि यो यता सानो आउने गोरेटो बाटो छ क्या। यो गोरेटो बाटोबाट नि हामी यस्तरी लाग्नुपर्छ है। यो ट्याक्क लगाएर गोरेटो बाटो छ होइन, यो कुलो कुलो गए पनि हुन्छ, मजाले पुगिन्छ। त्यसपछि के भएको रे यहाँ पहिला विगतको कुरो ल सुनाइदिनु त एउटा दुइटा। पोहोर सालै 7जना मान्छे मऱ्यो कि यहाँ पौडी खेल्न आएको। गाडी आयो ठाउँ कहाँ गयो, कोहीलाई कहाँ तल भेटायो, कोहीलाई वहाँ पर तल्लो बगै छ नि कडा निस्केर जाने त्यहाँ भेटायो, कोहीलाई कता आएको कोलपुर गयो। ल ल त्यो त टन्ने खान है। यो त मान्छे त यो नेचुरल ब्युटी हो नि त, देख्नु सक्छ आमा खतरा। ल सक्छ टक्क लगाएर होइन यस्तो बाटोमा आइखायो क्या मजाको। यही ढुङ्गा आउँदो रहेछ पहाड, ट्याक्क लगाएर यहाँबाट हिँड्नुपर्ने रहेछ। पुरै मान्छे मात्रै छ नि त यार। ओहो यार मान्छे क्या भिड रहेछ यार। ओ माइ गॉड यार खतरा खतरा आछ त तेरो त यार। ल
यस्तो गुफा जस्तो रहेछ होइन ल कति फोहोर बनाइसकेको छैन यार कचडा बनाइसकेको छ नि त यार ल यहाँ त के पार्टी चलिरहेको रहेछ त पार्टी ओहो खेल्ने भनेर आएको यार मान्छेहरू यार धेरै भएर यार ओहो यार यस्तै छ क्यान्सल गर्नुपर्छ एकैट हो ओए के गर्नु क्यान्सल उठ न ओ मार्क्स खोल्यो भन्न ल पौडी खेल्ने भनेर आएको मान्छे धेरै भएर पानी खोली भइसकेको रहेछ क्यान्सल गर्ने होइन तल गएर खेल्छौँ क्या तल खोलामा ठुलो ल फर्किनु गयो ल गाइस हामी यहाँ होइन पौडी खेल्न क्यान्सल भएर अब तलतिर खेल्न जाँदैछौँ किनकि अब यहाँ मान्छे धेरै यहाँ फोहोरी भइसक्यो यहाँ पानी पनि फोहोरी लास्टै फोहोरी सबै फर्केका छन् अब तल गएर खोलामा खेल्नुपर्छ टक्क घाममा घाम लागिरहन्छ टक्क तल गएर खेल्नुपर्छ लाउँदै टक्क केटीहरू पनि धेरै आउँदो रहेछन् पुतलीहरू चट्टा शनिबार भएर होला टक्क शनिबार भएर होला शनिबार भएर होला आज लास्टै भिड पनि रहेछ जङ्गलतिर पऱ्यो मुगालडोलतिर परेछन् के भएको बाइकमा अलिक बाटो अप्ठ्यारो रहेछ कि त्यहाँहरू त बन्दर पुरा केटीहरू देखेर यहाँबाट त यहाँ हाम फाल्छु भन्छ यार खै कहाँ हाम फाल्छु रे फालिदिन्छस् त ल फाल्दै ल नजा यार उता त्यो यहाँ चिप्लो रहेछ क्या ढुङ्गा उता टेकेर आउनु पर्ने हो यो होइन यहाँ चाहिँ एउटा बनाइदियो अब तैँले सिडी बनाइदियो यहाँ चाहिँ सिडी बनाइदियो ल जा सिडी बनाएर मैले सिकाइदियो नि जाने स्टेप कसरी हो कुन तालमा सिकाउनु निस्क्यो यार ओहो पसिना निस्क्यो होइन वाटर क्यापमा आएर यार पौडी खेल्न पाइएन यार कस्तो लागिरहेको नरमाइलो लागेन होइन त्यही त देशी आएर अट्याक हानिसकेको रहेछ नि यार पहिले यार पिकनिक खाइरह न अब होइन यस्तो फोरी बनाइसक्यो के जाने कि होइन ठिक छ नेक्स्ट टाइम आउनुपर्छ नि यता हेर्नु त ल ठुलै रहमा जानुपर्छ अब होइन एक्सपेक्टेसन त डरै बोकेर आइएको थियो तर के भने रियालिटीमा चाहिँ खेल्नै पाइएन होइन यस्तै भयो ठिक छ नेक्स्ट टाइम चाहिँ हामी आउँछौँ जोस् हामी चाहिँ लोकेसन चाहिँ हेर्न आएको होइन जोस् होइन हामीले पनि देख्यौँ तपाईँहरू पनि आउनुहोस् भनेर देखाउन आएको त्यही हो आउनु त म पहिला नै आएको थिएँ अहिले चाहिँ यसो त्यही त भाइहरू होइन सब आइसकेका छौँ हामी चाहिँ लोकेसनको चाहिँ हामी हल्का भ्लग बनाइदिउँ न बनाइरहेको मान्छे भनेर होइन लोकेसन हाल्नको लागि मात्रै आएको है यो चाहिँ ठिकै छ एक दुईवटा म पौडी खेलेको पहिले पनि हालिहाल्छु नि म त्यति बेला चाहिँ कोही थिएन मान्छे आज सटरडे पनि भयो होइन त्यही भएर अब गर्मी छ नि त हाम्रो नेपालगञ्ज कोलपुरको त्यही भएर धेरै मान्छेहरू आएको थियो अब यस्तै भयो स्थानतिर लाग्यो ट्याक्क बाइकहरू यतातिर राख्नु मिल्छ होइन योभन्दा अगाडि जाँदैन बाइक अब यताबाट चाहिँ हामी चाहिँ त्यो खोलामा त जानु पऱ्यो होइन यति टाढाबाट आएको हो कि नै खोलामा यसो पौडी त हान्नु पऱ्यो पौडी खेल्न नआए पनि जे होस् यसो झम्मा हाम फाल्दा चाहिँ चिसो होइन मनोरञ्जन आनन्द आउँछ कि ल पौडी अब त्यहाँ खेल्न पाएन त्यही भएर यहाँबाट चाहिँ ट्याक्क लगाएर नै अब नदीमा आइरहेछौँ है
यता झन् बबालै खेल्न मिल्ने रहेछ बबाल रमाइलो छ ल ओहो ल हल्का अब नुहाउनु त पऱ्यो होइन गर्मी छ केटो होइन हामीलाई यहाँ यसो खेलिदिनु पऱ्यो क्या कभर सभर चेन्ज गरेर होइन टिकट के हो बडी त खतरा बनाएको केटोले ल जान जा आउनु न जान्छ यता जान यताबाट पहिला यता जान यता जा के यता गइराखेको जान्छ हल्का जा के त्यहीँ पहिला यसो जान सट बियर खाछन् मस्ती गराएछन् होइन केटाहरू टक छिटो छिटो तात्तै अब आफू नखाने मान्छे पर्यो है केही पनि छैन त्यही भएर माथि केटीहरू पनि छन् टन्नै खेलिरहेछन् होइन सबै आखान जोस् दिदीहरू होइन आमा भन्ने होइन सबै मान्छेहरू जुन भए नदी यति भएको छ खेल्न मजा आइरह ल म पनि खेल्छु काहीँ चाहिँ गर्मी भइसक्यो क्या यता देख न हल्का के ढुङ्गामा गऱ्यो होला त तल जान्न यार गर्मी भएको थिएन यहाँ ल ट्याक्क लाग्यो यहाँ चाहिँ एकदम शुद्ध पानीको यस्तो छ कि अब हामी चाहिँ जानु लाग्यो है ट्याक खोलाएर नुहाइधुवाइ गरेर मान्छेहरू टन्नु छ न शनिबार भएर यार माहौलै छुट्टी छ कि यतातिरको यस्तो होइन जानु पर्यो होइन घरतिर पनि ल हामी आइसकेका छौँ रोडमा उता चाहिँ वाटर ग्यापतिर चाहिँ खेल्न पाइएन यतातिर हल्का नुहाइधुवाइ गयो फ्रेस भइयो जस चिसो कुलकुल भइयो आहा छैन हाम्रो होइन हाम्रो जस वाटर क्याप जानु नपाए पनि यहाँसम्म आइयो यही बाटोबाट भित्र जाने रहेछ होइन आइयो घुम्यो ल यति नै रहेको छ गाइज होइन फेरि पनि नेक्स्ट टाइम आउँछौँ है अर्को नयाँ भ्लगको सायद अब हामी घर जान्छौँ ल बाई बाई गर्दै ल बाई बाई गाइज ल